साथीहरु नमस्ते अनि वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरु। अब यो चाहिँ मेरो भर्खरै खोलेको युट्युब च्यानल हो साथीहरु। सबैले लाइक कमेन्ट शेयर गर्न चाहिँ नभुल्दिनु होला साथीहरु, किनभने ठुलालाई माया अनि सानालाई आदर गरेर सानालाई चाहिँ माया गरेर अगाडि बढाउनु पर्ने हुन्छ साथीहरु। सबैले माया गरिदिनु होला भन्दै आजको यो मेरो भिडियोलाई अगाडि बढाउँदैछु साथीहरु। अनि म चाहिँ ओछ्यानमै छु है साथीहरु, अनि ओछ्यानमै छु। अनि आज चाहिँ म कहाँ जाने भन्दाखेरि तपाईहरुलाई भरे देखाउने नै छु साथीहरु। म चाहिँ आज मेरो साथीलाई भेट्न जाँदैछु विराट चोक। अनि म चाहिँ ओछ्यानमै छु अनि सन्चो पनि छैन नि त साथीहरु, सन्चो पनि छैन। अनि भर्खर उठेको साथीहरु, तपाईहरु त उठेर ब्रस सस गरेर नुहाएर कहाँ पुगिसक्नु भइसक्यो होला, तर म त ओछ्यानमै छु साथीहरु। अनि यही भन्दै अनि म र मेरो सानो चाहिँ जाँदैछौँ साथीहरु उता विराट चोक। अनि मेरो बुढा चाहिँ नजानु हुने अरे नि त, अनि नजानु हुने अरे, अनि काम पनि छ यहाँनिर। अनि उहाँ चाहिँ अनि नजाने, तिमीहरू जाऊ भन्ने कुरा भयो साथीहरु। ओके हामी जान्छौँ, मेरो बुढा जानुहुन्न भने पनि जान्छौँ। अनि पछि आउनुहुन्छ मेरो बुढा। अनि त्यही हो साथीहरु, अब धेरै लामो पनि नबनाऊँ हैन। अब हामी चाहिँ नुहाएर फ्रेस भएर जानुपर्ने हुन्छ, हामीहरू जान्छौँ साथीहरु। तपाईहरुलाई पनि थोरै थोरै भिडियोहरू लिएर देखाउने नै छु। लाइक कमेन्ट शेयर गर्न चाहिँ नभुल्दिनु है साथीहरु, फेरि हेरेर त्यतिकै छोडिदिनु होला नि। अनि अब हामी चाहिँ जान्छौँ साथीहरु, हजुरहरूलाई पनि देखाउने नै छ। हेलो, हामी चाहिँ रेडी भइसक्यौँ साथीहरु। अब हामी चाहिँ जानुपर्ने हुन्छ किनभने ढिलो भइसक्यो नि त साथीहरु। अनि यहीँनिर कति भइसक्यो, टाइम कति बजे सानो अफ गरेर हालेको खोइ स्विच अफ गरेर। अब हामी चाहिँ जानुपर्ने हुन्छ, अति जाडो छ। मेरो सानो चाहिँ यहाँ रेडी भइसकेको छ। हेलो सानो। अनि साथीलाई भेट्नु कस्तो कस्तो लाग्दैछ त सानो? यता हेर्नु, मास्क लगाएर सरप्राइज हो साथीलाई। अनि मेरो छोरी चाहिँ एकदम स्याड छ क्या साथीहरु। मैले हाइनेक लाएन भनेर उसलाई लगाइदिएको नि त, अनि मलाई चाहिँ लगाइदिनु भयो, तपाईँ चाहिँ लाउनु भएन भनेर रुइरहेको थियो अघि। अनि मैले चाहिँ मेरो सानोलाई फकाइसकेको छु साथीहरु। अनि अब हामी चाहिँ जानुपर्ने हुन्छ। मेरो बुढो चाहिँ भरे आएर खाना पकाएर खानुहुन्छ। मेरो बुढो चाहिँ नजाने हुनुभयो नि त, मिल्दै मिलेन। अनि यता काम पनि अब छुट्ने पर्यो फेरि। अब अस्ति भर्खर छुट्टी ल्याएको नि त, अनि अब कति छुट्टी लिनु कति। मेरो सानोको फोन चाहिँ यहीँ छोडी राख्ने घरमै। अब लान अब के लानु उता केटाकेटी फेरि अब बाबाले थाहा पाउनु कराउनुहुन्छ। ल बन्द गर, ल जाने हो। ल साथीहरु, अब हामी चाहिँ जान्छौँ। अब कताबाट जाने केही थाहा छैन साथीहरु। अनि मैले चाहिँ साथीलाई अब भोइस गरेर पठाइदेऊ भनेको छु। कता कता घुम्नु पर्ने हुन्छ क्या साथीहरु। अब गएको छुइनँ नि त म कहिले पनि। अनि अब जानु, अब अहिले चाहिँ अनि अब जाने हैन। अब कहाँ हो के हो अब तपाईहरुलाई पनि देखाउने छु साथीहरु। अनि मेरो साथीको रियाक्सन कस्तो हुन्छ साथीहरु हेर्नु होला ल। ओके बाइ बाइ। लेट्स हामी चाहिँ गइसक्यौँ साथीहरु, सिटीमा चढिसक्यौँ। अब हामी चाहिँ गइसक्यौँ। अब यहाँबाट हामी पुष्पालाल चोक जानुपर्ने छ। पुष्पालाल चोक गाडीमा जानुपर्ने हुन्छ साथीहरु। चाहिँ गएको काम लागिरहेछ। मेरो सानो यहाँ हुनुहुन्छ, एक्साइटेड मेरो बेबी। ल हामी चाहिँ यहाँ पुष्पालाल चोकदेखि अब विराट चोकको जाँदैछौँ साथीहरु, गाडी चेन्ज गरेर यहाँबाट जानुपर्ने हुन्छ। बस चाहिँ भरे 4 बजी मात्रै आउँछ अङ्कल? बस चाहिँ 4 बजी मात्रै आउँछ? ए टाइम सिस्टम रहेछ है। सानो त्यस्तो नगर है, लडिन्छ। साथीहरु हामी चाहिँ यहाँ आइसकेको छौँ बनल भन्ने ठाउँमा साथीहरु। अनि यहाँ
हाम्रो चाहिँ साथीको बहिनी छोरी लिन आउँदैछ अरे यहाँनिर कहाँनिर हो थाहा छैन। मेरो सानोको साथी आउँदैछ अरे लिनलाई। सानोको साथी मेरो साथीको छोरी लिन आउँदैछ अरे नि। हामी चाहिँ यहाँ हेर्नु न साथीहरू धुलै धुलो भएर यस्तो बिजोग तरिकाले आइपुग्यौँ। यस्तो नराम्रो बाटो रहेछ नि आम्मामा, धुलै धुलो कच्ची रोड। अनि हामी चाहिँ यहाँ बनल भन्ने ठाउँमा आइसकेको छौँ साथीहरू। अब नानीहरू लिन आउँदैछ अरे तर कहाँ आउँदैछ त पनि थाहा छैन हौ साथीहरू, खै कता आउँदैछ। यस्तो छ नि बाटो, टाउको दुखेर चिसोले टाउको फुट्ला जस्तै भएको छ। छैन फुटेको। ओके साथीहरू, अब म वहीँ जान्छु, घरमै जान्छ नि देखाउँछु ल साथीहरू। यहाँ उपर टाउको दुखिरहेको छ क्या गाडीले ठेकेको ठिक्का गरेर। अनि अब हामी चाहिँ यहाँ जान्छौँ, तपाईँलाई अब भरे भेटेर देखाउँछु। बाई बाई साथीहरू। मेरो सानोलाई चाहिँ भोक लाग्यो अरे नि यहाँनिर बक्का। कति बजीदेखि बनाउनुहुन्छ? ए ए झन् उयो के अरे घाम लागेको के अरे शीतमा चाहिँ राम्रो हुन्छ है। मान्छे हुन्छ थुप्रो हो। ल तिमी त अब एक ठाउँ प्याक गरिदिनु ल। एउटा प्याक गरिदिनु न। एउटा चाहिँ सानोले खाँदैछ। ल है साथीहरू, हाम्रो चाहिँ बुनहरू लिन आइसकेको छ। यता हेर त केटाकेटी हो। ओइ यिनीहरू लिन आएको अरे हौ हामीलाई मस्केर। राम राम राम। अहिलेको केटाकेटी के भएको हौ साथीहरू, मस्केर चम्केर। हेर त यहाँ आन्टीलाई लिन आएको अरे हतार हतार अगाडि अगाडि हिँड्दैछ। यिनीहरूलाई त मेरो साथी चाहिँ यहाँ छ नि, उसको साथी ऊ हो नि त। अनि यिनीहरू चाहिँ अहिले बोलेकै छैन, अहिले बोल्छ। साथीले फोन गर। त्यही हो साथीहरू, अब हामी उहाँ घर पुग्छौँ अनि के हो देखाउँछु। के किन्नु भयो साथी? माको यहाँनिर झोला सपिङ गर्नुभएको छ। हाम्रो चाहिँ भेट भइसकेको छ साथीहरू। यता हेर्नुहोस् त को ए आई लभ यु सो मच एभ्रीबडी। हाम्रो चाहिँ गाई साग पाकिसक्यो। अनि यहाँ उहाँले पकाउँदै हुनुहुन्छ। के पकाउनु भएको आगोमा? रायो साग पकाएको। आउनु है साथीहरू खानालाई, उहाँले पकाउनु भएको। अनि यहाँ पप्पी हुनुहुन्छ, मेरो डमी। डमी कि डमी खाइस बिस्कुट? कहाँ